सदस्य शाहजहान खातून। सम्मानीय सभामुख महोदय, 12 को भक्तिनगर 3 वर्षीय बालिकामाथि बलात्कारपछि हत्या भएको घटना मानवतामाथिको कलंक हो। म सरकारलाई स्पष्ट प्रश्न गर्न चाहन्छु, हाम्रो छोरीहरू कहाँ सुरक्षित छन्? यस्ता अपराधमा कानून बनाएर मात्र पुग्दैन, कानूनको कठोर र प्रभावकारी कार्यान्वयन हुनुपर्छ। अपराधी उमेर, पहुँच वा प्रभावको नाममा उम्किन पाउनु हुँदैन। हाम्रो छोरीको जीवन भन्दा ठूलो कुनै एक्सक्युज हुँदैन। त्यसैले म सरकारसँग माग गर्दछु, बालिका तथा महिलामाथि हुने यौन हिंसा र हत्याका घटनामा जीरो टलरेन्स पोलिसी लागू गरियोस् र बलात्कारीलाई कानून बनाई, बलात्कारीको लागि कानून बनाई फाँसीको सजाय सुनिश्चित गरियोस्, ताकि पछि यस्ता कुकर्म गर्ने अरू सचेत पाउन् र यस्तो घटना गर्नुभन्दा अगाडि 10 चोटि